everyone, welcome back to my channel. So स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा अनि सो म फेरि आइसकेको छु न्यू भिडियो लिएर अनि आज चाहिँ गाइजहरु म चाहिँ बाख्रा गोठालो गएको छु अनि किनभने बाख्रा गोठालो गर्नु पर्यो यतिखेर चाहिँ 1 बजिसकेको छ है काले एक्साइटेड गोठालो जानुको लागि काले पनि एक्साइटेड ओके गाइज अब के गर्नु बाख्रा गोठालो कहिले गाई गोठालो कहिले घाँस कहिले दाउरा गर्नु पर्यो हैन हाम्रो बाख्रा चाहिँ यता छन् जम्मा बाख्रा चाहिँ 22-24 वटा छन् क्या आमामा लट्स अफ बाख्रा हैट अनि त्यही गाइस गाउँमा चाहिँ एकदमै गर्मी छ हैन अनि यसो काम नगरे पनि हैन बाख्रा गोठालो गाई गोठालो गर्नलाई चाहिँ एकदमै मिठो हुन्छ है गाई गाउँ भनेको गाउँ नै हो क्या फेरि कालेको चर्ती कल्ला सुतै सुत ऐ तजे बस हामी गएको अन्त गाइस अब के गर्नु सो देख्न सक्नुहुन्छ भ्यू पुरै कोसी सलल बगिरहेछ है अब सो अस्तिको भिडियोमा चाहिँ मैले तपाईहरुलाई चाहिँ के एक्सप्लोर गरिन भने मेरो हैन मेरो गाउँ मेरो ठाउँ हैन अनि मेरो नाम अनि सबै थोक आज एक्सप्लोर गर्ने छु सो त्यसैले भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र आजको त्यो दिउँसोदेखि स्टार्ट भइरहेको छ भ्लग चाहिँ अनि सो सबैले हेरेर लाइक सब्स्क्राइब र शेयर हानिदिनु होला सपोर्ट गरिदिनु होला है त गाइस हाम्रो बाख्राहरू चाहिँ माथि लागिसके ए साइले यस्तो भाइ भाउ चाहिँ के वनमा गएर यसरी कराउनको लागि है हे हे हो होला हे अब बिस्तारी चढ्छन् हाम्रो साराहरू चढ्दै चढ्दै माथि माथि जान्छन् अब चाहिँ हामी फेरि यहाँबाट रिटर्न गएर माथि डाँडामा जानुपर्ने हुन्छ है अझै गाइस फुलहरू यस्तो मिठो फुलहरू छन् सर्लक्क देख्न सक्नुहुन्छ वन मात्र जानुपर्छ हैन गाइस हात खुट्टा मात्र चलाउनु पर्छ स्वर्ग हो क्या स्वर्गै स्वर्ग सबै थोक स्वर्गै स्वर्ग गाइस यार घाम अनि हुन्छ नि म चाहिँ अहिले झाडीभित्र छु पुरै गर्मी भइरहेछ के अनि बाख्राहरू कहाँ भागिसक्यो अहिले काले चो आज 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 चो यो काले फेरि यो ल्याङ गर्न खोज्छ क्या आज हामी माथि जानुपर्छ ओइ आइज बाख्राहरू पुरै कहाँ पुगिसक्यो त चाहिँ अहिले मस्किन म्या आज आज चो 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 आज काले आयो है काले आयो काले मैले भनेको मान्ने छ के अलिकति ज्ञानी पनि छ ओहो बाख्राहरू त कहाँ हो यार टेन्सनै भयो त न आज हे अब म चाहिँ माथि गएको बाख्राहरूलाई म फर्काउन कोसिस गर्छु अब पुरै के हो यार भिरतिर गएको छन् यार यिनीहरू त गाइस म त यार यस्तो ठाउँमा आइपुगेँ यार हेर्नु बाटै छैन यहाँबाट लडियो भने तल्ल के हो यार आज त मेरो त दसैँ आएको थियो क्या हो अच्छा बाख्राहरू छुने ठाउँमा मान्छे चिर्छ हौ यार भने मेरो बाख्रा कहाँ पुग्यो केटा हो हेर्न सक्नुहुन्छ चो 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 आज काले यस्तो भिरालो छ क्या आज काले चो बाख्राहरू नि कहाँ पुगिसक्यो यार हाम्रो बाख्रा त यता पो रहेछ गाइस मलाई मार्ने भयो बाख्राहरूले अब यहाँबाट चाहिँ सर्लक्क हेर्न सक्नुहुन्छ हाम्रो गाउँको पुल छ हैन हेर्न सक्नुहुन्छ पुरै पसिनै छ क्या म चाहिँ अहिले यहाँ डाँडा टापुमा आइसकेको छु
अनि यिनीहरूलाई चाहिँ अब के व्यवस्था गर्ने, यिनीहरूलाई त जम्मा पार्नु पऱ्यो होइन। सो गाइज है, म चाहिँ फाइनली यहाँ आइपुगिसकेँ। अनि यहाँ चाहिँ बवाल हावा आउँछ, अनि म बेला बेला आइरहन्छु। अनि किनभने फ्रेस हुनको साथी यार सबै, म त बोल्नै नसक्ने भयो यार पुरै। बाख्राहरू कता कता हो, अहिले ऊ त्यो झाडीभित्र छन् क्या, त्यो झाडीभित्र। ओके गाइस, अब म चाहिँ यहाँबाट हाम्रो गाउँ देखाउँछु। यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ सर्लक्क, अलि देखिएन छ, म भरे देखाउँछु है त एकैछिनमा। गाइजहरू मैले चाहिँ बल्ल बल्ल बाख्राहरू जम्मा पारेको छु। अब म चाहिँ एकैचोटि माथि जान्छु अनि बाख्राहरू चाहिँ सबै जम्मा पारिसकेको छु। आम्मामा पुरै पसिना हेर्न सक्नुहुन्छ क्या, ए ग्राउन्डै आने मैले हैट। फास्टै गाह्रो हैट। कस्तो कस्तो भिरमा लगियो यार मलाई यार बाख्राहरूले आज यार हैट। हेर्न सक्नुहुन्छ बाख्राहरू चाहिँ यतातिर मजाले चरिरहेछन्। अब चाहिँ म आइएम सो ह्याप्पी, गट सबै गट कलेक्टिङ। सो गाइज, बाख्राहरूले धेरै मैले सोचेको पनि थिएन यिनीहरू यति उठ्छन् भनेर, तर सबै जम्मा पारिसकेँ मैले चाहिँ। अब किनभने छाडा छोड्नु हुन्न नि, अहिले चाहिँ हाम्रो बारीमा मकै गोड्दैछौँ होइन, मकैको बिरुवा खान्छन्, अनि त्यसैले आफू पनि सोच्नुपर्छ क्या होइन। अब त्यही गाइस है। अनि मैले अघि भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरिमा, योभन्दा अगाडिको मेरो भ्लगमा पनि सायद तपाईँले हेर्नुभयो होला, हेर्नुभएको छैन भने हेरिदिनु होला होइन। अनि मैले चाहिँ फर्स्ट भ्लग चाहिँ मेरो हुन्छ नि परिचय अनि यस्तो उस्तो ठेगाना सबबाट स्टार्ट गर्न खोजेको हो मैले चाहिँ। अनि त्यही मैले सोचेको जस्तो भएन होइन, अलिकति टाइमले पनि साथ दिइनँ, किनभने मेन कुरा त टाइम नै चाहिन्छ हामीसँग होइन। अब त्यही टाइम नभएको कारणले मकै गोड्नै पर्ने कारणले अनि फर्स्ट टाइम चाहिँ मैले फर्स्ट मेरो भ्लग चाहिँ होइन, फर्स्ट भ्लग अनि यस्तो यस्तो मेरो ठेगाना जन्मस्थान मेरो नाम यस्तो यस्तो भनेर एकदम एउटा छोटो मिठो भ्लग बनाएर हाल्छु भनेको थिएँ, तर मिलेन। अनि त्यही गाइस त्यसको लागि चाहिँ धेरै रिसानी नपाऊ र भ्लग चाहिँ हेरेर सबैजनाले राम्रो होइन एकदम राम्रो प्रतिक्रिया दिनु होला होइन। अनि त्यही हो, साथ सपोर्ट दिनु होला। अनि मैले भन्न खोजेको कुराहरू चाहिँ मेरो नाम अनि मेरो गाउँ अनि मेरो ठाउँ होइन, कस्तो छ के छ होइन, सबै एक्सप्लोर गरेर मैले देखाउन खोजेको हुँ। सो त्यही मैले चाहिँ भन्न खोजेको हो, तर मैले चाहिँ त्यही हो, मैले त्यही मेरो गाउँको बारेमा मेरो बारेमा एक्सप्लोर गर्न खोजेको हो, त्यही हो। मेरो नाम चाहिँ योगासन राई हो। अनि म चाहिँ अहिले हाल 18 वर्ष पुगेँ, पुरा 18 वर्ष पुगिसकेँ म चाहिँ। अनि त्यही हो। अनि मेरो घर चाहिँ खोटाङ जिल्ला पर्छ है, जिल्ला चाहिँ खोटाङ, हलेसुवाचुङ नगरपालिका 1 बाहुनडाँडा 9 कुर्लेघाट। मेरो गाउँको नाम चाहिँ कुर्लेघाट। अनि कुर्लेघाट चाहिँ कस्तो खालको गाउँ हो भन्दाखेरिमा, अनि कुर्लेघाट चाहिँ एकदमै सानो छ होइन, हामी सबै सानो छ। अनि हामी सबै राई बस्छौँ क्या, राईको बस्ती छ होइन। अरू जुन फाल्टो जात जातिहरू त्यस्तो नराम्रो भन्न खोजेको होइन, छुट्टै जात जातिहरूको हुनुहुन्न, हाम्रो राई मात्र छौँ यतिखेर चाहिँ। यतिखेर भन्दा पनि अहिले हाम्रो पुर्खादेखि राई नै छौँ। अनि त्यही मैले भनिसकेँ। अनि मेरो पढाइको बारेमा चाहिँ अनि मैले चाहिँ 10 एसई इक्जाम दिन गएको, इक्जाममा ब्याक लाग्यो अनि त्यहाँदेखि चाहिँ नपढेको होइन। अफकोर्स 10 चाहिँ नकाटेको, 10 चाहिँ पढेको होइन, 10 चाहिँ नकाटेको। अनि त्यही हो साथीहरू। अनि हाम्रो फ्यामिलीमा चाहिँ अनि 5 जना छौँ,
3जना भाइ, मेरो आफ्नै 2टा छ भाइ। म नि हो जेठा पहिलो, अनि दोस्रो भाइ पढ्दैछ, अनि तेस्रो भाइ पनि पढ्दैछ। अनि भरे स्कुल गएको छ, हाम्रो माथि गाउँमाथि स्कुल छ। भरे भेटिन्छ होला सायद, म देखाउँछु नि तपाईँहरूलाई। अहिले स्कुल जाँदैछन् के, स्कुल पढ्दैछन् भाइ बहिनीहरू, 4-5 जना छन्। अनि पहिला हामी त्यही स्कुल पढेको, स्कुल पढेर यत्रो हुर्कियो होइन। अब त्यही गाइस ऊ देख्न सक्नुहुन्छ बगरतिर बुवाले गोठालो गर्दै हुनुहुन्छ। उहाँ गाई गोठालो, म बाख्रा गोठालो क्या। अब के गर्नु, अब बाउ पनि गोठालो, छोरा पनि गोठालो सबैजना। अनि मम्मी चाहिँ घरमै हुनुहुन्छ। मम्मीले चाहिँ केही काम गर्नुहुन्न भन्दाखेरि पनि त्यस्तो असक्त केही हुनुहुन्न। अनि उहाँलाई चाहिँ हल्का के भन्छ, कामले नपुगेको जस्तै भन्दा हुन्छ। उहाँ चाहिँ अहिले घरमै हुनुहुन्छ, अलिकति काम गर्नु पनि हुन्छ अरू टाइममा। अब त्यही गाइस हाम्रो गाउँ चाहिँ हेर्न सक्नुहुन्छ सर्लक्क पारामा है त। अब हेरौँ है त मेरो गाउँ। त्यो देखिने मेरो घर हो, अनि यो माथिको। अनि हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ अहिले मकै गोडाइ धमाधम भएको छ है। यो गोड्ने बाँकी चाहिँ यो हरियो, अनि त्यो खाली ठाउँ चाहिँ सबै गोडिसकेको है हामीले चाहिँ साथीहरू। सर्लक्क देख्न सक्नुहुन्छ। अझै हाम्रो पनि बाँकी छ, अनि अझै 3-4 दिनमा फिनिस हुन्छ होला हाम्रो चाहिँ। हाम्रो बाख्रा चाहिँ ओभर दौडिने क्या, त्यहाँ माथि पुगिसकेछन् ऊ बाख्राहरू। अब नसकिने भयो है बाख्राहरूलाई चाहिँ। पुरा पो छ कि छैनन् हो, पुरा छैनन् भने त बाली खान्छ नि त। दुईटा सबैभन्दा त्यो लो थियो क्या, अनि माथि चाहिँ एकदम स्ट्रङवाला, एकदम हिँड्न सक्ने खालको छन् साझाहरू। 2 प्रकारको छन् बाख्राहरू। अब के गर्नु, बाख्राहरू चाहिँ बवाल चलिरहेको छ यहाँबाट चाहिँ होइन। ओइ ऊ यहाँबाट चाहिँ मजाले चलिरहेको छ है। बल्ल मलाई आनन्द भयो क्या। फाइनली गाइज, अनि मैले चाहिँ बाख्राहरूलाई हाम्रो घाँस काट्ने खर्कमा पुर्याएको छौँ। अनि किनभने यहाँ चाहिँ यहाँभन्दा उता चाहिँ अरूको, यहाँभन्दा उता चाहिँ मेरो हो। अनि किनभने त्यहाँबाट चाहिँ अर्कोको सीमामा ल्याउनु हुँदैन, कराउँछन् होइन। अनि नियमै त्यस्तो छ, अलिकति बुझ्नु पनि पर्ने हुन्छ हामीले। अनि त्यसैले बाख्राहरूले चाहिँ उता फर्काएको छु। हेर्न सक्नुहुन्छ बाख्राहरू चाहिँ अब मजाले चर्छ नै, दामी पारामा, सर्लक्क पारामा। सो गाई चाहिँ हाम्रो बाख्रा चाहिँ तलतिर चरिरहेको छ। अनि मलाई चाहिँ लास्टै उस भयो क्या, गर्मी एकदमै कुद्दा यार। हेर्न सक्नुहुन्छ पुरै टी सर्टै चिसो भइरहेछ। अनि मैले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, मैले चाहिँ यहाँ ब्यागमा, मेरो लौरे ब्यागमा खाजा ल्याएको छु, केही खाजाहरू, पानी, अनि अनप्याकेज बम बिग बस चाउ। अब म चाहिँ यहाँ बसेर टक्कसँगले खान्छु, टक्कसँगले। पहिला पानी खानुपर्ने हुन्छ।
अब चाहिँ यसमा पानी हालेर मस्तसँगले खाने हो क्या। गाइस मैले पानी हालिसकेँ। गाइस मलाई चाहिँ गर्मी लाग्यो, टी सर्ट लगाएको छैन, यतिखेर हेर्न सक्नुहुन्छ। बाख्राहरू चाहिँ त्यो तल छ। सो गाइस चाहिँ फाइनली अनि म चाहिँ यहाँ बसिरहेको छु। यहाँबाट चाहिँ चट्ट गाउँको नजारा हेर्दै। अनि मलाई चाहिँ लास्टै थकाइ लाग्यो होइन। अघि बाख्रालाई धपाउँदा धपाउँदा मलाई चाहिँ लास्टै खोज्दा खोज्दा यताउता होइन ह्यान त्यान सबै भइरहेको थियो। अनि मलाई चाहिँ यतिखेर चाहिँ लास्टै थकाइ लाग्छ। अनि आजको भिडियो चाहिँ यतैतिर इन्डिङ गरौँ जस्तो भइरहेको छ मलाई चाहिँ। अनि र पनि इन्डिङ गर्न चाहन्छु। सबैजनाले माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला, सेयर पनि हानिदिनु होला सबजनाले। त्यही साथीहरू अनि भ्लग बिस्तारै बिस्तारै आउँछ अनि सबजनाले हेरिदिनु होला। त्यही हो, नेक्स्ट भ्लगमा भेटौँला हामी सबैजना। नेक्स्ट भ्लग पक्कै पनि ल्याएर आउनेछु। बाई बाई।